हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल अनि आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। अनि म चाहिँ भर्खर कामबाट आइपुग्यो अनि हिजो बेलुका चाहिँ मैले साथीहरूसँग मोमो बनाएर खाएको थिएँ। अनि त्यो बाँकी मोमो चाहिँ म आज मुकबङ गरेर देखाउन गइरहेको छु। अनि यो चाहिँ एप्पल जुस अनि यो चाहिँ मेरो रेस्टुरेन्ट भनेर म काम गर्ने रेस्टुरेन्टमा बनाएको, मैले बनाएको तर यो के अरे मुलो सोकोला अनि मोमो अनि अचार चाहिँ हिजो बेलुका बनाउने बेला चाहिँ मसँग मिक्सचर नभएको भएर चाहिँ अलिक कस्तो डल्लो डल्लो थियो। अनि आज चाहिँ साथीहरूले चाहिँ त्यहाँ उनीहरूकै घरमा गएर अचार बनाएर खाएको रहेछ, बाँकी थियो नि त। अनि यो चाहिँ मेरो भाग अनि म खाना गइरहेको छु अहिले। अनि ढिलो नगरी अब स्टार्ट गरौँ। अहिले चाहिँ टाइम ठ्याक्क 11:30 भएको छ। अब काम त अलिक छिटै सकेको थियो तर यताउता गर्दा आएर अनि तताउँदा गर्दा यस्तै भयो। अनि स्टार्ट गरिहालौँ है। मोमो चाहिँ आलु र एउटा साग जस्तो एउटा छ, अन्दिफ भन्दो रहेछ यता चाहिँ, त्यसको र मोमो चाहिँ के भनेको, मोमो चाहिँ आलु र त्यो अन्दिफ भन्नेको बनाएको हो। अनि मुला पनि हालेको छ। एकजना साथी चाहिँ भेजिटेरियन थियो, त्यही भएर चाहिँ आलुको बनायो। अचार अमिलो एकदम मिठो। मोमो त हिजो खाएको थियो अनि अचार साथीहरूले चाहिँ मलाई अमिलो मनपर्छ भन्ने थाहा थियो नि त। अनि अघि दिउँसो खान्छु भनिरहेको थियो अनि उसले खाऊ भन्दै थियो क्या, तर पनि मैले चाहिँ अब बेलुका खान्छु भनेर अनि राखेको थिएँ। अनि अचार लगेर जाऊ भनेको थिएँ। एकदम मिठो रहेछ अचार चाहिँ। अनि बाई द वे यो चाहिँ मेरो डिनर हो। नर्मली उता काममा पनि खाएको थिएँ तर मोमो भएपछि चाहिँ एकदम के भन्छ, अब आफूलाई रोक्नै सकेन मनमा है। अनि खाँदैछु अहिले। दामी अचार त। यो चाहिँ तताउनु त तताए, अब खाइ भ्याउनेसम्म त चिसो हुन्छ होला। अचार लिनु पर्यो। मैले चाहिँ अचार थोरै मात्र हाल्थ्यो, प्लास्टिकमा हाल्थ्यो भनेको त बिचरा साथीले यसमा हाल्थ्यो रहेछ। ए यो चाहिँ यो पनि खानुपर्छ है, यो चाहिँ यसले खान्छ अहिले भरे यहाँ राख्नु पर्यो।
Cheers. एप्पल जुस त्यो हाम्रो उता पहिला पाउँथ्यो नि एप्पी जुस भन्ने सेम रहेछ हुन त त्यो पनि एप्पलकै त हो नि त्यही जस्तै टेस्ट आउँदो रहेछ हो अचार त मिठो छ फेरि फाल्यो भन्दा त्यो साथीहरूले देख्यो भने मलाई गाली गर्छ होला सबै खानुपर्छ त्यही भएर टिम्बुर पनि हालेछ कि क्या हो पहिला यो खान्छु किनभने यो मलाई चाहिँ अलि सुक्खा मन पर्दैन क्या फेरि यो चाहिँ अलि ड्राई जस्तो हुन्छ नि है यस्तो अब देखाउन मिल्दैन यो चाहिँ ठ्याक्क मुलो भनेको यस्तो हुन्छ क्या भित्र अहिले उतातिर चाहिँ हाम्रो ठाउँतिर चाहिँ के भन्थ्यो भने सोकोलाभा बाहिर चाहिँ अलि यस्तो के भन्छ अलि साह्रो हुन्छ अनि भित्र चाहिँ मजाले चक्लेट लिक्विड फर्ममै हुन्छ क्या त्यस्तो गुलियो छैन रहेछ आज हुँदा रेस्टुरेन्टमा जहिले पनि लाइक अब डेजर्टहरू बनाएपछि त खाना पाउँछ क्या अनि उनीहरू त एकदम मनपर्छ भने कति खान्छ है मैले त खाएको छैन फुल त अहिलेसम्म मिठो हुँदो रहेछ घिउ ट्याप्प टेस्ट आउँदो रहेछ सुखा भयो यस्तो जति पनि त्यो के भन्छ त्यसलाई मैदा भयो बाहिर हाल्न नि यस्तो सुक्खा जस्तो हुने क्या हुन त केक जस्तै हो नि है लास्ट बाइट भन्ने कि स्पुन भन्ने कि जे भन्ने नि त्यही हो
मिठो भयो मोमो त अझै खम भइरहेछ क्या झन् हिजो पनि यति धेरै खाएन बेलुका हामी 3 जना थियो यति धेरै खायो अनि खानु नसके अब खाने के भन्दा खाने बेला त एकदम लोभ लाग्दो रहेछ क्या खोइ किन मान्छेको जाँदै यस्तै हो जस्तै अब यो पनि सक्यो सबै खतरा खुत्रुक गरिदियो अनि आई होप तपाईहरुले यो भिडियोलाई इन्जोय गर्नुहुन्छ होला अनि म तपाईहरुलाई अर्को भिडियोमा भेटौँला अर्को नेक्स्ट भिडियोमा भेटौँला अनि अन्टिल देन टेक केयर बाइ बाइ अनि यो भिडियो चाहिँ म अहिले नै छिटो अपलोड गरिहाल्छु अहिले चाहिँ ठ्याक्क कति भएछ 11:42 भएछ अब हेरौँ 12 भन्दा अगाडि गर्न सक्छ कि सक्दैन म अपलोड गरेर हेर्छु ओके टेक केयर अनि अर्को नेक्स्ट भिडियोमा भेटौँला बाइ बाइ